सहरमा जहाँ शिक्षित मानिसहरू बस्नुहुन्छ, जसलाई हामीले सभ्य भन्छौँ, यही सहरमा चाहिँ जातीय विभेद अहिले पनि जरा गरेर बसेको छ। र आज यो सहरमा कुनै पनि दलितले आफ्नो थर भनेर कोठा पाउने अवस्था छैन। यदि पाइहाले पनि कोठाबाट निष्कासन हुनुपर्ने यस्तो खालको अमानवीय व्यवहार काठमाडौँ लगायत देशका विभिन्न सहरहरूमा दलितलाई बहिष्करण गर्ने, विभेद गर्ने र कोठाबाट निकाल्ने यो खालको अभ्यास भइरहेको छ। त्यसकारण हामीले भनिरहेका छौँ, अब यो समाजमा जात सोध्नुहुन्न, सरकार जात सोध्न निषेध गर्नुपर्छ भनेर हामीले जोरदार माग राखेका छौँ। यो जोरदार माग हामीले माइती घरबाट गरिरहँदाखेरि यो सरकार कहाँ छ हाम्रो प्रश्न हो। आजको समयमा पनि हामी यो समाजमा, यो सहरमा जात फुलेर भन्न पाउने र बहालमा बस्न पाउने कहिले? आदरणीय दाई आशिष अविरल दाईको गीत